अटोमेटिकल्ली क्याप्सन अथवा सबटाइटल निकाल्नु पर्यो तपाईसँग चाहिँ अडियो छ त्यो अडियोबाट है त हामीले टाइप गरेर राख्नु परेन है त्यसको लागि चाहिँ हामीले कसरी गर्न सक्छौं भन्दाखेरि चाहिँ यहाँनिर तपाईको चाहिँ A1 मा अडियो देखिराख्नु भएको छ यो चाहिँ तपाईको इंग्लिशमा छ एआई भोइस ओभर हो है यसबाट हामी चाहिँ त्यो क्याप्सन अथवा सबटाइटल निकाल्छौं है त त्यसको लागि यहाँनिर हेर्नु है यहाँनिर यो सोर्स प्यानल भएको ठाउँमा यहाँनिर तपाईको टेक्स्ट भन्ने देखिनु पर्छ है जस्तै यहाँनिर यो क्लिक गर्नुभयो भने यहाँनिर टेक्स्ट छ यदि देखिरहेको छैन भने यहाँनिर विन्डोमा क्लिक गर्नु होला विन्डोमा क्लिक गरेर यहाँनिर टेक्स्ट लेखिरहेको छ यसलाई क्लिक गर्नु भने अटोमेटिकली यहाँ आइहाल्छ है त यहाँनिर ट्रान्सक्रिप्ट भन्ने लेखिरहेको छ है अब यो अडियो चाहिँ क्लिक भएको हुनु पर्यो है अनि यहाँनिर तपाईको ट्रान्सक्राइब सिक्वेन्स भनेर लेखिरहेको छ है यसलाई क्लिक गरिदिनु होला यहाँनिर ल्याङ्ग्वेज चाहिँ चुज गर्नु भनेर भनिरहेको छ यहाँ चाहिँ तपाईको नेपालीमा चाहिँ छैन है इंग्लिशै राखे मैले इंग्लिशमै छ त्यो स्पिकर लेभलिङ तपाईले चाहिँ सेपरेट स्पिकर हो भने तपाईले चाहिँ सेपरेट स्पिकर गर्न सक्नुहुन्छ मेरोमा एउटा छ मैले चाहिँ नो गरेर अगाडि बढे है त यहाँनिर अडियो अन ट्र्याक तपाईको चाहिँ अडियो 1 पनि चुज गर्न सक्नुहुन्छ मिक्सबाट अगाडि बढ्न सक्नुहुन्छ है मैले चाहिँ अडियो 1 नै गरे ट्रान्सक्राइब अब थोरै टाइम लिन्छ यसले यहाँनिर तपाईको देख्न सक्नुहुन्छ यसले क्याप्सन अथवा सबटाइटल निकालिसकेको छ है अब यो हाम्रो भिडियोमा त आएको छैन अझै अब हाम्रो भिडियोमा ल्याउनको लागि चाहिँ तपाईले यहाँनिर सीसी भन्ने देखिराख्नुहुन्छ क्रिएट क्याप्सन्स है यसलाई क्लिक गर्नु होला यहाँनिर सबटाइटल डिफल्टमै राख्दै जा हुन्छ प्रिफरेन्सेसमा जानु होला त्यसपछि यहाँनिर फर्म्याट सबटाइटल हैन तपाईको चाहिँ स्टाइल यदि पहिले स्टाइल कुनै बनाएको छ भने यहाँबाट हामीले चुज गर्न मिल्छ के त्यो के भनेको म्याक्सिमम भन्छु है म्याक्सिमम लेन्थ इन क्यारेक्टर्स यो तपाईले आफुलाई चाहे अनुसार चाहिँ चेन्ज गर्न सक्नुहुन्छ अहिले मैले डिफल्टै छोड्दिए है त क्रिएट क्याप्सन गर्दिनु है अब यहाँनिर हेर्नु भयो भने तपाईको टाइमिङ यहाँनिर देखाइराखेको छ है त्यो टाइमिङमा चाहिँ तपाईँ के भन्छ भन्ने यहाँ देखाइराखेको छ है यसरी चाहिँ तपाईको देखाइरहेछ है अनि यतापट्टि आउनु भयो भने तपाईँ टाइमलाइनमा आउनु भयो भने चाहिँ यहाँनिर तपाईको सबटाइटल भन्ने यहाँ देखिराख्नु भएको छ ट्र्याक लेयर हैन त्यसै तपाईको चाहिँ यहाँनिर हाम्रो सबटाइटल आइसकेको छ है अब भिडियोमा कसरी आउँछ हेरौँ है त अब यो नर्मली आएको छ यसो कलरहरु चेन्ज गर्नु पर्यो स्ट्रोक दिनु पर्यो ब्याकग्राउन्ड लगाउनु पर्यो यसमा शेप हाल्नु पर्यो अथवा भनौं न यसलाई एडिट गर्नु पर्यो टेक्स्टहरुलाई भने चाहिँ तपाईले त्यो गर्न सक्नुहुन्छ है जस्तै यहाँनिर क्लिक गर्नुहुन्छ यहाँनिर क्लिक गर्ने बित्तिकै तपाईको चाहिँ यहाँनिर यो यतापट्टि इसेन्शियल ग्राफिक्स भन्ने प्यानलमा यो खुलिहाल्छ है यदि खुलेन भने तपाईले इसेन्शियल ग्राफिक्स भन्ने प्यानल फेरि विन्डोबाट पनि ल्याउन सकिहाल्नुहुन्छ है अनि यहाँनिर तपाईको चाहिँ टेक्स्टको अब फन्ट स्टाइल तपाईको ठुलो सानो बनाउने हैन फिल कलर कुन कलर फिल गर्ने हो जस्तै यहाँनिर चाहिँ रातो गर्दियौ है त रातो यसरी भयो हैन स्ट्रोक दिनु मन लाग्ने स्ट्रोक दिन सक्नुभयो ब्याकग्राउन्ड राख्नु पाउनु भयो है ब्याकग्राउन्ड चाहिँ ब्ल्याक ब्ल्याक ब्याकग्राउन्ड राखेर तपाईको चाहिँ व्हाइटमा चाहिँ टेक्स्ट दिनु है त यसै तपाईले चेन्ज गर्न सक्नुहुन्छ है अनि स्ट्रोक पनि दिन मिल्यो स्याडोको कुराहरु तपाईले हाल्न मिल्छ टेक्स्टलाई तपाई जसरी चाहनुहुन्छ त्यसरी डिजाइन गर्न सक्नुभयो है त्यो गरिसकेपछि यहाँनिर तपाईको चाहिँ ट्र्याक स्टाइलमा चाहिँ नन लेखिरहेको छ क्रिएट स्टाइल गरिदिन सक्नुहुन्छ क्रिएट स्टाइलमा चाहिँ टेस्ट मैले चाहिँ टेस्ट राखे है त ओके गरिदिए है अनि अलिकति फन्ट पनि तपाईको चाहिँ ठुलो बना अब तपाईले अर्को चाहिँ नेक्स्ट टाइम तपाईले त्यो गर्दै हुनुहुन्छ भने चाहिँ तपाईको स्टाइल चाहिँ सेभ भइराखेको हुन्छ यो सबैमा तपाईले चाहिँ लगाउन मिल्छ है त्यही त